was just a girl. We're like diamonds in the sky. Don't you worry, yeah, yeah. Except for me, cause it's always a good time. So hey people, we started our journey from Kathmandu Liberty College and my friends यहाँ जो जो पनि देख्नुहुन्छ उहाँहरू सबैजना. So let's hop into the video. अनि हामी चाहिँ कलेजबाट निस्किसकेको थियौं. बसमा रमाइलो गर्दै नाच्दै गइरहेको थियौं. So after that anda break हामी पुग्यौं कुसमा ब्रिज. And then हामी चाहिँ राति ज्ञान गौरी प्यालेस भन्ने होटलमा बस्यौं बेनीमा. छैन के बस खोल्दैन राम्रो छ है हामी यस्तो त्यो पनि ठुलो जग्गा हाम्रै रहेछ ओ यो त खोल्नु छ ओके ओ क्यान वी मुभ Khana time guys. So here is the view of Beni Bazaar. यो चाहिँ morning मा क्लिक गरेको है हामीले. Because we had to get up, get dressed अनि त्यस पछाडी हामीलाई जानु थियो अर्को destination मा. And then we headed on to our next destination, Leyte and Rufse Falls, जहाँ चाहिँ हामी गएर खाना खानु लागिरहेको थियौं. And the bato was very dangerous, you can see है. अब यो मन्दिरमा चाहिँ सबभन्दा बढी शक्ति छ अरे. अब यो मन्दिरमा शक्ति छ कि ममा छ हेरौँ. लगाइ. उमा त छैन केही पनि. So fun fact चाहिँ के हो भन्दाखेरि गाइज यो मन्दिर चाहिँ एउटा मात्रै ढुङ्गामा बनिएको रहेछ. After that हामी गलेश्वर मन्दिर पछि पुग्यौं रुप्से फल्समा. And then after Rupse Falls हामी पुग्यौं लेते भन्ने ठाउँमा. त्यहाँनिर चाहिँ हामीले दिउँसोको लन्च गर्न लागेको थियौं. सो यो एकदमै प्रिटी ठाउँ थियो. यहाँनिर चाहिँ लाइक एकदमै बेसी ग्रिनेरी, घोडाहरू नि थियो एक दुईटा, घरहरू बस्ती भएको ठाउँ थियो जे भयो नि. अनि यहाँको बेबिजहरू एकदमै प्रिटी के गाइज. गाला पनि रातो रातो है. अब हामीले खाना खाने ठाउँ आउँछ है. You can see it. अब गाडी रोक्छ and then हामी खाना खान्छौं. So this is our खाना खाएको ठाउँ. खाना एकदमै मिठो थियो. झन् तिमीलाई खोजी खोजी गरिन्छ दाजु अब भाउजूलाई पठाउँछु. म पनि धन्यवाद. थ्याङ्क यू.
फर्केर यता तिमीलाई Can skip to the good part. ल हामी चाहिँ अप्पर मुस्ताङ आइसक्यौँ है देखाइदेऊ न कस्तो छ अब we are searching for Marfa here. अब कहाँ पाउने हो भन्ने हो. अब यहाँ ल्यान्डस्केप हेरौँ भने चाहिँ हेरौँ गाइस कि. ओइ जाने कि नजाने यो चाहिँ हामी छुसाङ भन्ने ठाउँमा बसेको होटल अनि यहाँको खाना वाज एकदमै मिठो यो ठाउँ हेर्दाखेरि चाहिँ एकदमै डेजर्ट एरिया जस्तो देख्ने यहाँ घाँस मात्रै थियो रुखहरू त्यस्तो थिएन तर ओभरअल एकदमै प्रिटी We are at 8,000 above sea level. तिमी बजारमा रोजेको तिमलाई हो मैले हजारमा रोजेको तिमलाई हो मैले हजार यो what's up हामी पनि आउनु पर्यो नि आउनु पर्यो. त ओ या के हो यो या भने चाहिँ फेरि अर्को बनाउनु पर्छ हो या हो. what's up ल है हामी यो कता रे यो चाहिँ हामी अब मुस्ताङतिरको बाटो लागिरहेको आज चाहिँ अब one night हामी यतै stay गर्ने हुन्छ गाइस. अब हामी explore गर्न आफै explore गर्न गइरहेको छौँ. अब हेरौँ. हजुरलाई पनि देखाउँछ. फुल इन्जोयको साथ हेर्नुहोस्. हैन ल जाडो छ नहुने रहेछ ठाउँै रमाइलो गाइस ठाउँै रमाइलो. नेचुरल होइन त. दाउरा जोड्ने आगो ताप्ने होइन अँ. फुलन जोस फुल अन जोस. रक्सी हाउस द जोस. अनि भित्र कमलको पऱ्यो भाइ यस्तो गर्छ है कमलको पऱ्यो भाइ यसो गरेको हेलो भाइ मेरो युट्युब च्यानलमा हाई भनिदेऊ हाई भन न अनि यो चाहिँ हामी कोरोला जाने बेला बसेको होटल हो इट वाज भेरी 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 एकदमै अथेन्टिक टाइपको राम्रो अनि हामी यहाँनिर सामानहरू राख्यौँ खाना खायौँ त्यसपछि हामी गयौँ कोरोलातिर चाइना र नेपालको बोर्डरमा अनि त्यही रात फेरि फर्केर यही होटलमा बसेको थियौँ इट वाज भेरी गुड है यहाँको मान्छेहरू पनि एकदमै स्विट के कति मजाले बोल्ने दे आर भेरी वेलकमिङ क्या हामीलाई त्यहाँनिर त्यस्तो अब भन्छौँ नि त हामी त्यहाँनिर त कति महँगो छ खानेकुराहरू सामानहरू भनेर तर त्यस्तो एक्सपेन्सिभ नै थिएन हामी चाहिँ यहाँनिर खाजा खानको लागि बसेको थियौँ हामीले चाउचाउ खायौँ अनि दिस बुवा वाज एकदमै स्विट के लोमङथाङ मस्ताङ जिल्ला सबै घुमेर राम्रैसँग जानु अहिले लगाइहरूले घुमाउन दिनुपर्छ हुन्छ जस्तो कुरा जिउरो मजा तानेर कहाँ हुन्छ बाई बुवा कति पर्छ त्यसपछि कोरोला पुगेर हामी आयौँ यता कागबेनी हुँदै मुक्तिनाथतर्फ And that's our DI and our coordinator, sir. Hi.
No chap, okay? एन्ड यो चाहिँ मुक्तिनाथमा वी वर ह्याभिङ फन स्याडली नेक्स्ट डे मुक्तिनाथबाट फर्किँदाखेरि हाम्रो 4th र 5th सेमको भाइ बहिनीहरू बसेको गाडी चाहिँ एक्सिडेन्ट भयो लक्किली कसैलाई केही चाहिँ भएन है कागबेनी बजारमा हामीले गर्दाखेरि पुरै जामै भयो लास्टमा जाम चाहिँ क्लियर आउट भयो तर हामी र अर्को जुनियर सेमेस्टरको स्टुडेन्ट्सहरू चाहिँ सबै गाडी अगाडि भेला भएर बसिरहेको थियौँ अनि हल्का इन्जोर भएको स्टुडेन्ट्सहरूलाई चाहिँ हाम्रो डिआई र कोअर्डिनेटर सरले नजिकैको जोमसोम हस्पिटलमा लिएर जानुभयो त्यसपछि हामीहरू जो स्टुडेन्टहरूलाई चाहिँ केही भएको थिएन उहाँहरूलाई लिएर चाहिँ मार्फा जानुभयो हामी चाहिँ सिजनमा गएको रहेछौँ त्यही भएर हामीलाई एप्पल फलेको चाहिँ हेर्न पाएनौँ ओके अ स्मल क्लिप अन जेरी गल्ली After that hectic day, हामी आइपुग्यौँ पोखरा. So this was our room in Pokhara and you can see the night view. हामी रातिको त्यस्तै 1 बजेतिर पुगेका थियौँ होला पोखरा त्यो एक्सिडेन्ट भएकोले गर्दा है. Please subscribe, like, share and comment. तिमी पनि भन्नु. Please subscribe, like, share and comment. Good. चाँदनी ल फुची बहिनीलाई अब धेरै माया गर्ने होला होइन लाइक च्यानल लाइक सब्सक्राइब यताउता सबै गरेर बेबी दिदी भन्दैन आजको दिन कहाँ बेबी भन्ने तपाईँले यहाँ हेर्न सक्नुहुन्छ आँखा यस्तो रातो माई गड त्यो मेरो फेस धुलोले गर्दा होइन मेकअपले गर्दा छ मेकअप चाहिँ केही गरेन ल अनि यो लेग साइड चाहिँ कति बेला इन हुन्छ थाहै छैन हाम्रो सालुजीको युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला अनि धेरै भन्दा धेरै माया गर्नु होला हेलो गाइज वेलकम टु सालुज युट्युब च्यानल यहाँ हुनुहुन्छ हाम्रो सालुजी हुनुहुन्छ उहाँ सालुजीको फ्रेन्ड्सहरू हुनुहुन्छ अनि अहिले सो गाइज हाम्रो टुर नि सक्यो आवर लास्ट स्टप वाज पोखरा अनि त्यसपछि भोलिपल्ट फर्किँदाखेरि मैले केही भिडियो बनाएन बिकज वी वर अल टर्न आउट हामीले गाडीमा नाचेनौँ पनि केही गरेनौँ पनि बिकज अफ द्याट एक्सिडेन्ट हाम्रो माइन्डै अर्कैतिर डाइभर्ट भइसकेको थियो सो वी कुडन्ट ह्याभ एनी फन मजाले सो द्याट्स अल